जुन अहिले सुदुङ गुरुङ राजीनामा दिनुभयो नि त्यसको पक्षको मान्छेहरू अहिले आन्दोलन गरिरहेको छ माइती घरमा। किनभने सुदुङ गुरुङले अहिले राजीनामा दिइसकेपछि त्यसको पक्षधारी मान्छेहरू नारा लाउँदैछ सुदुङ गुरुङ फेरि गृहमन्त्री बन्नुपर्छ अरे। गृहमन्त्री होइन, सुदुङ गुरुङ भनेको नि अमेरिकन युथ काउन्सिलको मान्छे हो सुदुङ गुरुङ। यो साला एक नम्बरको चुतिया हो यो सुदुङ गुरुङ। नेपालमा नि यो संहिता, प्रदेश, पार्टी, नगरपालिका, वडा कार्यालय यति नेता कर्मचारी बनाइदिएको छ नि, यति कर्मचारी। यो कर्मचारी पनि पार्टीको कुनै न कुनै पार्टीसँग लगाव हुने हो क्या। त्यसैले भन्छु नेपालमा नि राजतन्त्रलाई किन हटाएको थियो भने नि यही व्यवस्था बनाउन क्या, नेपालीहरूलाई विदेश पठाउने होइन, अनि देश खाली गर्ने नि। यो अहिलेको सरकारले रोड बनाउँछ ठिक छ होइन, तर रोडमा हिँड्ने युवाहरू सब विदेशमा छ होइन। त्यस्तरी हुँदैन क्या विकास भाइ। विकास भनेको नि अरूको देशबाट ऋण लिएर विकास हुने होइन क्या, आफूले गर्ने हो क्या। चल नेपालमा ढुङ्गा, गिट्टी, बालुटा सब कुरो छँदैछ होइन। यो अलकत्रामा कति लाग्छ पैसा, कति लाग्छ? अरू देशबाट ऋण नै लिनुपर्छ? त्यस्तो हुँदैन नि यार होइन। अनि एउटा कुरो, जब केपी ओली सरकार हुँदाखेरि त्यो विद्यार्थी सङ्गठनले पेट्रोलको भाउ बढ्दाखेरि, केपी ओलीको सरकारको टाइममा पेट्रोलको भाउ बढ्दाखेरि नारा लाउन आउँथ्यो माइती घरमा। त्यो विद्यार्थी सङ्गठन अहिले कहाँ गयो तिनीहरू? अहिले जुन पेट्रोलको भाउ बढ्दाखेरि आन्दोलन गर्ने तिनीहरू अहिले कहाँ छ? यिनीहरू जति उसको अगुवाहरू जति थिए अहिले राजसभाको सांसदहरू बनेको छ क्या, बुझ्यो? दुर्गा परसाई दाइलाई आउनै पर्छ क्या अब नेपालमा। अन्तिम विकल्पै हो दुर्गा परसाई र राजतन्त्र आउनुपर्छ, एउटै हो ल।